बोयफ्रेन्ड लोयल छ कि छैन कसरी थाहा पाउने भनेर मलाई धेरैजनाले सोध्नु भएको प्रश्न। सो म आज यी 4 कुरा भन्दैछु जसबाट तपाईहरु आफै छुट्याउन सक्नुहुन्छ तपाईको बोयफ्रेन्ड लोयल छ कि छैन। यदि मैले भनेका यी 4 कुरा गर्छ भने 100% लोयल छ, गर्दैन भने तपाई भ्रममा हुनुहुन्छ। पहिलो नम्बरमा उसले कहिले पनि केटी बेस्ट फ्रेन्ड बनाउँदैन वा उसको वरिपरि केटी साथी कहिले पनि गर्दैन, किनभने उसले तिमीलाई मोस्ट इम्पोर्टेन्ट दिन्छ अनि तिमी उसको लागि इम्पोर्टेन्ट छौ। दोस्रो नम्बरमा उसले कहिले पनि आफ्नो केटा साथीभन्दा कम इम्पोर्टेन्ट तिमीलाई दिँदैन के है। यदि उस कहीँ जाँदैछ भने तिम्रो पर्मिसन बिना कहीँ पनि हिँड्दैन। तेस्रो नम्बरमा उसले तिम्रो बारेमा पर्वाह गर्छ, तिमी रिसायो भने तिमीलाई फकाउँछ, आफ्नो गल्तीमा पनि तिम्रो अगाडि आएर जोड्छ भने ऊ लोयल छ। अनि चौथो नम्बरमा फाइनलमा जतिसुकै बिजी हुँदा पनि तिम्रो लागि समय दिन्छ, तिमीसँग बोल्नको लागि हैन। तिम्रो अगाडि हुन्छ आउँछ तर तिमीलाई माया गर्न कहिले छोड्दैन भने तिम्रो बोयफ्रेन्ड